केराउ चोर भेटियो। कति केराउ टिप्यौ कान्छी? जम्मा दुईटा। यो सबै तिमीले टिपिक्या हो? कसरी टिप्यौ? त्यहाँबाट? हो केराउ भन न। ए अर्को ठुलो टिप न। यो ठुलो टिप नै। यो ठुलो टिप न ल। छैन? ए यो टिप न, यो टिप अनि यता हेर त कति धेरै केराउ छ ल हेर। वाउ। कताको? म खाने? थ्याङ्क यू। हस् मिठो छ? हेलो नमस्ते, स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। आज फेरि पनि नयाँ भिडियो अनि भ्लग लिएर आइसके धेरै लामो समयपछि। सो आज चाहिँ म घरबाट चाहिँ भ्लग स्टार्ट गर्दैछु, घर यतापट्टिबाट। अनि देख्न सक्नुहुन्छ यहाँ मैले थोरै काम पनि गर्दैछु। यो केराउहरू, यो ठुल्ठुलो पाकेको केराउ जति सबै टिप्न लगाएको छु साथीहरू। अनि मसँग छिन् आज बहिनी। बहिनी हेलो भन। हेलो भन न। हेलो भन। नमस्ते गर त ल। नमस्ते भन न। नमस्ते भन। नमस्ते भन्न ल्याऊ। म खान्छु, नमस्ते गर ल। स्याबा। खै कसरी नै नमस्ते गर्ने? नमस्ते भन न। हाई भन न। खाना खानु भयो भन न। खाना खानु भयो भन न। खानु भन्यो? सन्चै हुनुहुन्छ भन न। कसको घर आक्यो रे आज? दिदुको? कसको घरमा रे? दिदु? देख्नुभयो साथीहरू? यो चाहिँ मेरो अङ्कलको छोरी हो। ऊ चाहिँ आज म घर आएको देखेर दिदी घर जान्छु भनेर आएको। अनि मैले चाहिँ केराउ टिप्न ल्याएको साथीहरू। सो देख्न सक्नुहुन्छ होइन, यस्तै छ। अनि यहाँ चाहिँ टक्क सबै केराउहरू पाकेको रहेछ। त्यही धेरै एरियामा चाहिँ केराउ पाकेको रहेछ। अनि सो मैले त्यही केराउ चाहिँ टिपेर यसरी नाङ्लोमा थुपार्दैछु। अनि बहिनीले चाहिँ अघिभरि केराउ टिप त कान्छी भनेको यति धेरै केराउ टिपेर सकिछिन्। कति टिप्यौ रे कान्छी केराउ? दुईटा जम्मा हो। सो गाइज त्यही हो, म चाहिँ केराउ टिप्दैछु। सो गाइज यति धेरै चाहिँ केराउ फलेको छ है। अनि मैले चाहिँ यो केराउ हावाले सबै यता ढलाएको थियो। अनि यहाँ चाहिँ थाँक्रा लाएर अल्झाएको साथीहरू सबै भाँचिएर त हावाले ढलाइदिएर यस्तो भयो। केराउ त गजबै फलेको छ नि हजुर। हेर्नु त साथीहरू, केराउको झाल मात्र ठुलो। पखामा आउँछु हस्। हेर्नु साथीहरू, केराउ त मस्तै फलेको छ क्या। सबै भाँचिएर म चाहिँ टक्क लाएर त्यहाँ नाङ्लो राख्छु अनि सही टिप्छु। देख्न सक्नुहुन्छ साथीहरू, केराउ यति धेरै फलेको छ। अनि बहिनीलाई चाहिँ मैले उतातिर केराउ टिप भनेको, दिदु हजुर कहाँ जानुभयो मात्र भनेको भने गरेपछि के केराउ त्यहीँ राख म आउँछु हस्। बहिनी चाहिँ एकदम ज्ञानी छे। सो गाइज म चाहिँ अब टिप्दैछु केराउ। यो नाङ्लोलाई यता तान्ने हो साथीहरू होइन। टक्क नाङ्लोलाई यसरी राख्नुपर्छ। यसरी पाकेको केराउ जति सबै टिप्नु पर्यो। तिमी टिप त खाँदै खाँदै नगर न मान्छे। तिमी खाऊ भयो, म त अगाएँ हस् साथीहरू। अनि यो केराउ जति सबै तल सबै चराले खाइसकेछ के। मैले चाहिँ यहाँ डल्ले खुर्सानी पनि भेटेँ। बहिनी यहाँ हेर त। वाउ साथीहरू, यो डल्ले खुर्सानी राम्रो छ नि है। वाउ यसलाई पनि राख्नुपर्ने हुन्छ साथीहरू। अहिले एकैचोटि एकै ठाउँमा राखेर लैजाने हो। यो ठुल्ठुलो हामीले यति धेरै केराउ टिप्यौँ है साथीहरू। ओह बहिनीको पारा आफूले टिपेको भएर आफै सुत्दै बस्दै गरी चाहिँ म्याम हजुर भन। हजुर भन लाएर बुल्डिङ। अनि एक केराउ थिचिन्न त अब छोडाउने हस्? छोडाउने कि नछोडाउने? छोडाउने है। हुन्छ भन न ल। उठ न त ल। उठ कान्छी उठ।
सो गाइज हाम्रो चाहिँ यहाँ यस्तो राम्रो राम्रो गमलामा चाहिँ फुलसुल सारेको छौँ। लालुपाते चाहिँ यहाँ एउटा मात्र सरेको छ है साथीहरू, यस्तो भएको ह एउटा मात्र आँगामा बिचरा है घरमा चाहिँ गमलाहरूमा। अनि के साथीहरू, मलाई त यो केराउ छोडाउँदा छोडाउँदा यत्रो भुत्ला भइसक्यो, यति धेरै भुत्ला भइसक्यो होइन, यति धेरै भुत्ला भइसक्यो। ओ माई गड, जम्मा केराउ भएको छ यति। अन्त झ्याउ लाग्दैन त? झ्याउ नि लाग्यो। हाम्रो घरमा फेरि बढी हावा लाग्छ कि साथीहरू, त्यही म चाहिँ पुरा लुजा टाउले ओढिदिन्छु। टाउको चिसो भयो कि साथीहरू, यस्तो त छ। डाँडामै घर छ। यो चाहिँ हाम्रो कुखुराको खोर ल साथीहरू। ल यहाँ हाम्रो चाहिँ मठ, अनि यता चाहिँ हामीले दाउ राखेछौँ। यस्तो छ हालत, जाडो भएको छ। यो खन्चुवालाई हेर्नु साथीहरू, यो खन्चुवा, खन्चुवा हजुर भन, हजुर भन। सुकाएको कपडा उहाँ त्यस्तो गर्ने हो? कहाँ खसो? देख्नुभयो त साथीहरू, उहाँ खसो रे, अनि त्यहाँ लिएर खाएको रे। यस्तो त हो। अनि जे भए पनि खाएको खाएँ, केराउ खाएको खाएँ। भोलि बिरामी भयो भने अनि यसलाई मम्मीले पिट्नुहुन्छ। जाऊ मम्मीले बोलाएर हो, मम्मी मैले केराउ खाएँ आया भयो भन्नलाई। ले हेर्नु साथीहरू, ल हेर्नु, लु यस्तो पनि हुन्छ त कहीँ। यस्तो जाडो भयो कि यस्तो जाडो। हो माई गड, हावा लागेर बर्बाद भयो। अनि के साथी, मैले चाहिँ अस्ति बागलुङबाट आउँदाखेरि चाहिँ यो 6वटा गमला चाहिँ मैले लिएर आएको थिएँ। अनि 6वटा गमला सँगसँगै देख्न सक्नुहुन्छ यो फुल पनि लिएर आएको थिएँ। यो क्यालेन्डुला फुल है साथीहरू, यस्तो राम्रो छ, बब्बाल दामी छ। वाउ माई गड, मैले चाहिँ यसमै सार्ने भनेर चाहिँ यो मैले निकालेको चाहिँ छैन। सो त्यही हो साथीहरू, यो 2टा क्यालेन्डुला फुल चाहिँ मलाई एकदम राम्रो लागेर लिएको। अनि यसमा चाहिँ सँगै पिटुनिया पनि छ कि साथीहरू, देख्न सक्नुहुन्छ। यो फुल चाहिँ हो पिटुनिया। यो पिटुनियालाई पनि एउटा गमलामा मस्त पारामा सार्नुपर्ने हुन्छ। यो सिजन चाहिँ पिटुनिया र क्यालेन्डुलाको रहेछ। ओ माई गड, यस्तो क्युट देख्यो, डिस्टर्ब गर्यो नि त्यो पातले होइन। ल कस्तो क्युट छ है साथीहरू, वाउ। क्यालेन्डुला, यो पनि क्यालेन्डुला, यो पनि क्यालेन्डुला, तर यो चाहिँ छ ओरेन्ज, यो चाहिँ ओरेन्ज कलरको छ, अनि यो चाहिँ येल्लो कलरको छ है। पिटुनियासँगै छ यो चाहिँ। यो पिटुनियालाई चाहिँ सार्नुपर्ने हुन्छ, अर्को गमलामा चाहिँ ट्रान्सप्लान्ट गर्छु। अनि यो क्यालेन्डुला चाहिँ यति राम्रो छ साथीहरू है। मैले चाहिँ सरर यो गमलाहरूमा सबै मैले फुल सारेर राखेको छु साथीहरू। अनि यो फुल चाहिँ अहिले चाहिँ यसमा चाहिँ फुल खेल्दो रहेछ साथीहरू है, मैले थाहा पाएँ अनुसार यसमा चाहिँ। अनि यो चाहिँ यस्तो राम्रो भएको छ नि साथीहरू, ओ माई गड। ल देख्न सक्नुहुन्छ साथीहरू, यस्तो राम्रो फुलेको छ यो फुल चाहिँ। तर फुलको नाम चाहिँ के हो मलाई पनि थाहा भएन है, ठ्याक्क थाहा भएन कि मलाई यो फुल चाहिँ के हो भनेर। अनि यसमा चाहिँ मैले सारेको छु के अरे, यसलाई चाहिँ के भन्छन्, पिस लिली भन्छन् यो फुल चाहिँ। अनि यो फुलको नाम पनि थाहा भएन साथीहरू, तर यसमा चाहिँ पिङ्क कलरको यस्तो दामी फुल छ है। अनि यो भयो गोदावरी फुल हो साथीहरू। यो पटमा कस्तो राम्रो भएको छ साथीहरू, साइनिङ एकदम राम्रो छ। यसमा चाहिँ यो छ चाइनिज मनी प्लान्ट हो यो चाहिँ। अनि यहाँ चाहिँ छ गुलाबको हाँगा, अनि यसमा चाहिँ रेड कलरको फुल फुलिरहेको थियो, अहिले पनि नयाँ सानो कोपिला लागिरहेको छ। अनि यो चाहिँ त्यही भयो साथीहरू। अनि गमला नभएर हेर्नु साथीहरू, मैले यस्तो यो डिब्बाको पनि, यो चोकोपनको कि यो मिठाईको डिब्बा हो क्या, अनि यसलाई नि काटेर मलजल गरेर ट्याक्क यो फुल सारेको चाहिँ यस्तो राम्रो फुलेको छ। यो फुलको नामै थाहा भएन कि साथीहरू। अनि यो हो लालुपाते। यो लालुपाते फुल चाहिँ मैले पहिले कलेजबाट लिएर आएको थिएँ। अनि यसको चाहिँ यताको यो मुनाहरू सब भाँचेको भएर चाहिँ यो अहिले चाहिँ एउटा मात्रै मुना यस्तो राम्रो भएको छ नि साथीहरू, ओ माई गड। अनि यो जेरानियम, वाउ पिङ्क कलरको छ यो जेरानियम चाहिँ। रेड कलरको जेरानियम चाहिँ अहिले भर्खर मैले नयाँ सारेको फुल खेल्नको लागि चाहिँ, देख्न सक्नुहुन्छ है जेरानियम। यो जेरानियम चाहिँ बल्ल फुल खेल्दैछ, यस्तो राम्रो क्युटनेस छ नि, एकदम झोपिल्लो। अनि यो चाहिँ हो बगनबेली स्नेक प्लान्ट चाहिँ यस्तो भएको छ, भित्र चाहिँ एकदम राम्रो हो स्नेक प्लान्ट चाहिँ। यो हो बगनबेली, यस हुँदैछ भनौँ न। सो त्यही हो। अनि यता पनि अरू फुलहरू छ। यो हो गोदावरी फुल। यो गोदावरी फुल चाहिँ मैले यसलाई मलजल गरेको चाहिँ यस्तो राम्रो गुर्र भएको छ। यो चाहिँ ड्रम काटेर मैले ठुलो डिब्बामा सारेको छु। अनि यो हो जेरानियम। यो जेरानियम चाहिँ पिङ्क कलरको फुल छ है। अनि यता छ रोज, यता चाहिँ रेड कलरको रोज छ, बल्ल चाहिँ यहाँ कोपिला निक्लिँदैछ, देख्न सक्नुहुन्छ। अनि यता पनि यो रेड कलरको जेरानियम छ। यता चाहिँ मखमली सुपारी फुल फुल्दैछ है साथीहरू।
त्यही हो। यो छ नयाँ फुल। यो फुल चाहिँ फुल्दैन, यो चाहिँ इन्डोर प्लान्ट हो साथीहरू। यसमा चाहिँ ठुलो ठुलो पातहरू पलाउँछ, तर यसको यो मुना चाहिँ के भयो थाहा भएन, यताबाट आउँछ होला सायद, सार्न चाहिँ सार्यो। अनि यता चाहिँ नयाँ नयाँ फुलहरू छ, देख्न सक्नुहुन्छ है। त्यता पनि अहिले मैले नयाँ नयाँ सारेर हो। अनि देख्न सक्नुहुन्छ हाम्रो घरबाट तल चाहिँ यस्तो राम्रो भइरहेको छ बन्दा। अनि तलतिर सर आलुहरू लगाएको छ। अनि यता बन्दाहरू, प्याज लसुनहरू। घरमुनिको बारीमा चाहिँ सरर बन्दा चाहिँ प्लटमा छ। त्यहाँ पहिला चाहिँ बन्दा खाइसकेर चाहिँ अहिले निकालिसक्यौँ त्यो प्लटमा। अनि यसमा चाहिँ सागहरू थियो साथीहरू, अहिले चाहिँ निकालिसक्यौँ। सो अनि त्यहाँ पारी पनि यति राम्रो भएको छ है बन्दा र साग। उतापट्टिको प्लटमा साग अनि यतापट्टिको प्लटमा चाहिँ बन्दाहरू लगाएको छौँ। के साथीहरू, तपाईँहरूले नर्सरी चाहिँ कस्तो छ भन्नु होला है। मैले चाहिँ यस्तो यो चियाको यो सानो ग्लास हुन्छ नि लबरको, यसमा चाहिँ मैले नर्सरी गराउँछु है साथीहरू। सबै फुलहरू निकालेर चाहिँ मैले राखेको थिएँ, सबै सरेको छ। यो चाहिँ चाइनिज प्लान्ट हो, यो गोदावरी। अनि यो फुलहरू चाहिँ यो जेरानियम, यो पिङ्क कलरको है। रेड कलरको चाहिँ उहाँ फुल्दैछ साथीहरू, म देखाउँछु हजुरहरूलाई। साइडमा फुलेको छ यो रेड कलरको जेरानियम फुल, देख्न सक्नुहुन्छ यति मोटो छ है साथीहरू। यो चाहिँ जेरानियम राम्रो छ। यो जेरानियम चाहिँ रेड कलरको, अघिभरि चाहिँ मैले पिङ्क कलरको देखाइरहेको थिएँ भने अहिले चाहिँ छ रेड कलरको। अनि यता चाहिँ स्ट्रबेरीहरू पनि लगाइराखेको है साथीहरू। अहिलेको सिजनमा चाहिँ रेड कलरको मेरो घरमा चाहिँ गुलाबको फुल पनि फुलिरहेको छ। यसमा चाहिँ यति राम्रो गुलाबको फुल फुलिरहेको थियो नि पहिला। म हजुरहरूलाई यहाँ कतै फोटो राख्नेवाला छु साथीहरू। फुल चाहिँ यति राम्रो फुल्छ कि यो रोजको बुटामा। अनि यता चाहिँ छ सरर। मैले मेन चाहिँ आज चाहिँ फुल नै सार्नेवाला छु कि घरमा बसेर। आज चाहिँ सबै पटहरूमा चाहिँ मल माटो चाहिँ मिक्स गरेर चाहिँ मैले आज चाहिँ पटमा चाहिँ बोर्नेवाला छु। अनि नयाँ नयाँ फुलहरू लगाउनेवाला छु। लेट्स सी, म हजुरहरूलाई देखाउँछु ल साथी। सो मैले चाहिँ मल माटो अनि बालुवा, हल्का हल्का बालुवा मिसाएर, यतातिर बालुवा त पाइँदैन साथीहरू, त्यही भएर बालुवा मल माटो चाहिँ मिक्स गरेर ल्याइसकेको छु साथीहरू। अब यो चाहिँ पटमा भर्नुपर्ने हुन्छ। साथीहरू यो पटमा चाहिँ यता पछाडि चाहिँ यो गोलोमा चाहिँ सानो सानो दुर्गा बनाउनु पर्ने हुन्छ साथीहरू। त्यही भएर मैले चाहिँ यो सानो काँटी लिएर चाहिँ यसमा चाहिँ यसरी दुर्गा पार्दैछु साथीहरू। यसरी दुर्गा बनाएको छु साथीहरू। यो दुर्गा बनायो भने चाहिँ यहाँ जम्मा भएको पानीहरू चाहिँ सबै निस्केर जान्छ। अनि त्यसपछि चाहिँ राम्रो हुन्छ। फेरि पानी जम्यो भने चाहिँ बिरुवाहरू उयो भन्ने चाहिँ हुन्छ नि साथीहरू। त्यही भएर चाहिँ मैले यसलाई चाहिँ यसरी दुल्का बनाएँ। यसको चाहिँ यता पछाडि सबै चाहिँ खुल्ला रहेछ। साथीहरू, म चाहिँ यो फुललाई चाहिँ यसरी डाइरेक्ट निकाल्दा चाहिँ जरा भाँचिन्छ नि त, त्यही भएर चाहिँ मैले काँटीले यो कैँचीले काट्छु। जेट प्लान्ट हो है, यो जेट प्लान्टको सानो हाँगा मागेर लिएको थिएँ। यसमा चाहिँ मैले एलोभेरा चुप्छु, सिकेजले हल्का छड्के काट्छु, काटेर साथी यसलाई चाहिँ मैले चाहिँ यो एलोभेरा जेलमा चाहिँ एकछिन डोब्छु। यस्तो गर्नुपर्ने हुन्छ कि साथीहरू। एलोभेरा लगायो भने चाहिँ जरा छिटो आउँछ कि साथीहरू। यसरी एलोभेरा जेल लगायो भने चाहिँ जरा छिटो आउँछ। त्यही भएर चाहिँ मैले यो जेट प्लान्टलाई चाहिँ मैले यसरी सारेँ है साथी। यसमा चाहिँ मैले हल्का यो एलोभेराको यसलाई पनि यही तलपट्टि राखेर सार्छु।
अर्को एउटा पात पनि छ साथीहरू। यो पातबाट नि जर्मिनेट हुने अर्को नयाँ मुना आउने भएको भएर चाहिँ मैले यो पात पनि राखेँ ल यहाँ साइडमा। सो साथीहरू मैले चाहिँ यहाँ लगाएकै अलि समयसम्म चाहिँ 2-3 दिनलाई चाहिँ शीतल ठाउँमा राखेको छु। फेरि मर्न नि सक्छ नि त, डाइरेक्ट घाम पऱ्यो भने त चर्को घाम लाग्यो भने त मर्न नि सक्छ। त्यही भएर झ्यालको हावा आउने ठाउँमा सर्लक्क राखेको छु। थोरै चाहिँ मैले मेरो भाइको यो पढ्ने टेबलमा चाहिँ टक्क राखिदिएको छु। दुईवटा बिरुवा चाहिँ उसलाई चाहिँ स्नेक प्लान्ट जहिले राख्नुपर्छ। अनि पिस लिली उसको यो नक्कली फुल लिएको यो गमलामा, अनि त्यही गमलामा माटो भरेर पिस लिली लगाएको छ, बल्ल सर्दैछ साथीहरू। सो यसरी नै राखेको छौँ।